FIFA World Cup 2026 is definitely not going well for the European countries. आज बिहान भर्खर स्पेनको काबो भर्डेसँग 0-0 ड्र र भर्खर बेल्जियमको इजिप्टसँग डिजास्टर पर्फर्मेन्सको कारणले गर्दा 1-1 ड्र। अनि हिजो हो कि अस्ति स्विजरल्यान्डको कतारसँग ड्र। प्लिज लेट मी नो किन युरोपियन कन्ट्रिज आर नट पर्फर्मिङ वेल, और अझै अरू कन्ट्रिज फ्रान्स र पोर्चुगलको वी have to wait and watch their performance. जर्मनी र स्विडेनले चाहिँ अहिलेसम्म राम्रो खेलेर देखाएको छ, अरू कन्ट्रिजको त यस्तै भइरहेछ। We might even see an upset with Spain and Egypt being second or third in their group. Let's see अबको बाँकीको म्याचेसमा के हुन्छ। र टकिङ अबाउट दिस म्याच, बेल्जियम दे वर भेरी पुवर म्यान। लुकाकु चाहिँ आउन बित्तिकै लाइक विदिन 30 seconds he had a absolutely beautiful touch which led to an own goal by इजिप्ट। अनि त्योभन्दा अगाडि इजिप्टले चाहिँ एकदमै धेरै चान्स बनाएको थियो, तर इजिप्टले पनि 2टा कि 3टा चाहिँ मिठो चान्सेस मिस गर्यो। मोहम्मद साला, इट वाज हिज बर्थडे एन्ड ही स्कोर्ड अ ब्युटिफुल असिस्ट। एन्ड यही नै हो गेमको समरी। कोटुवा हुँदाखेरि पनि इजिप्टको त्यो प्लेयरले यस्तो मिठो गोल हान्यो नि। सो दिस गेम एन्डेड इन 1-1 ड्र। इट सुड ह्याभ बिन अ लट बेटर। बेल्जियम दे सुड ह्याभ पर्फर्मड वेल, बट या अन्डरडक्स टिमहरूको किपरहरूले चाहिँ अहिलेसम्म चाहिँ एकदमै राम्रो पर्फर्मेन्स देखाइरहेछन्। सो द्याट इज हाउ दे आर पुलिङ अपसेट्स एन्ड अपसेट्स।